समय बितेको नि पत्तै नहुने के। हेर्नु न, दसैँमा घर जानलाई यति दिन बाँकी छ भनेर हात कम्ला भाँच्दै फाइनली घर जाने दिन पनि आयो। अनि म चाहिँ एकदमै धेरै एक्साइटेड छु कि, किनभने सिस्टरहरू तल्लो बाटो जाने छिट्टो पुर्याउँछ भन्दै हुन्थ्यो। अनि मैले चाहिँ माथि बाटै जाउँ न, सँगै जाने भन्ने भइरहेको थियो। हुन पनि उहाँहरूलाई तल्लो बाटो जाँदै फाइदा छ कि। अनि तल्लो बाटोको बस त राति नै फर्किसकेछ कि 12 बजे। अनि उहाँहरू त माथिल्लो बाटै जानुपर्ने भयो। अनि यसरी त हामी घर जाँदाखेरि कहिले पनि गइएको थिएन क्या सँगै। अनि कति खुसी लागिरहेको थियो क्या मलाई चाहिँ। उहाँहरूलाई चाहिँ दुःखै लागेको होला, हिजो पुर्याउँछ नि त। अनि अस्मिता सिस्टर चाहिँ त बजारतिरै बस्नुहुन्छ, अनि हामीलाई अलिकतिसम्म लिन आउनुभएछ। अनि पम्फा सिस्टर पनि बिहानै मूल गाउँबाट आइसक्नु भएछ। अनि खुसी हुँदाखेरि नै हामी चाहिँ गफ गर्दै आयौँ। अनि म चाहिँ याखाचोकमै झरेँ। मेरो बस चाहिँ कुर्दा 12:30 बजीतिर मात्रै आयो कि। अनि म चाहिँ यसो सकेको अलिअलि भिडियोहरू क्याप्चर गरेँ। अनि कस्तो दामी दिनहरू खुलेको थियो आज चाहिँ है, हेर्नु न। अनि यसरी नै म घर आइपुगेँ। किप वाचिङ, बाई बाई।